हेलो साथीहरू, ल हेर्नुहोस् त हाम्रो यो ऐनपहरा हाम्रो आबु खैरेनीमा पर्छ। यो आबु खैरेनीको चाहिँ सानो हो यो हैन। अहिले जुन हामी केही वर्ष अगाडि चाहिँ हामी ऐनपहरा जाँदा चाहिँ हामी तल नै पौडी खेलेर फर्किन पर्ने खालको थियो। यति ठुल्ठुलो ढुङ्गा थियो कि हामी माथि जान सक्थेनौँ। जेन्ट्सहरू चाहिँ जानुहुन्थ्यो र हाम्रो लेडिज अनि बच्चाहरू चाहिँ जान चाहिँ धेरै गाह्रो थियो। हामी खासै जान्थेन पनि। अब अहिले आएर हेर्दाखेरि चाहिँ यसको रूप नै चेन्ज भएको छ। हामी यति सजिलै यति राम्रो बाटो, यो सजावट यो हेरेर चाहिँ मनै एकदमै हररै भयो है। यो बिचमा सानो पुल यस्तो लागिरहेको थियो कि म अर्कै ठाउँमा गइरहेको छु। हाम्रो खैरेनी हो जस्तो फिल भएको थिएन कि त्यति राम्रो लाग्यो है। अझै यो हामी चाहिँ जाँदा चाहिँ इभिनिङको टाइममा गयो भने चाहिँ अझै राम्रो भ्यू देखिँदो रहेछ, किनकि यो लाइटहरू बलेको होइन, अँध्यारो अनि बत्ती एकदम झिलिमिली बल्दाखेरि अझै राम्रो देखिँदो रहेछ। र हाम्रो भिडियो बनाउँदा चाहिँ हाम्रो शुक्रचुमन सरसँग पनि भेट भयो। यो सब यसको श्रेय चाहिँ हाम्रो शुक्रचुमन सरलाई नै जान्छ। यो उहाँकै एउटा जोस जागर, उहाँको तन मन लगाएर यति हाम्रो ऐनपहरालाई चाहिँ छुट्टै रूप दिनुभएको छ कि यति राम्रो, जो पर्यटकहरूको लागि चाहिँ एकदमै आनन्दित आउने ठाउँ बनेको छ। ल हेर्न सक्नुहुन्छ पार्कहरू हेर्न। मलाई यहाँ जाँदा त छुट्टै फिल भयो कि यहाँ गएपछि मलाई यति आनन्द आयो। चिसो हावा आएको थियो, यो झरना अनि यो स्ट्याचुहरू देख्दाखेरि हात्तीको अनि बच्चा आमाको थियो। अनि अहिले चाहिँ पिङ पनि रहेछ है। ल हेर्नु न बच्चाहरू खेल्ने। यो हेर्दा पनि कस्तो के छुट्टै ठाउँमा गए जस्तो फिल भएको थियो मलाई है। अब तपाईँ हेर्नु न यो पानी झरनाहरू कति आनन्द हेर्दा पनि, त्यो महसुस गर्दा पनि यति आनन्द आइरहेको थियो। अब यो चाहिँ अझै कम हो, अलिक पानी पर्न थाल्यो भने चाहिँ लास्टै ठुलो आउँछ। यो हेर्दा पनि लास्टै डर लाग्ने खालको तरिकाले आउँछ पानी है। म मिल्यो भने म अर्को नेक्स्ट भिडियो पनि हाल्ने कोसिस गर्छु। तर हेर्नु न कति आनन्द, यो सफा सेतो पानी अनि यसको साउन्ड। म त एक्लै गएर यो भिडियो बनाएँ माथि नै गएर है। यति आनन्द आएको थियो भने डर पनि लागिरहेको थियो अब है माथि नै पुग्दा। अनि माथिबाट पछाडि फर्केर हेर्दा हेर्नु न कति राम्रो यो पहाड, हरियाली, त्यो पार्क जस्तो ठाउँ, पिङ्कहरू, मान्छेहरू त्यहाँ रमाइरहेको छ। मलाई चाहिँ यसको बयान गर्दा जति बयान गरेँ नि अझै कमी भयो जस्तो फिल भइरहेको छ। मैले अझै बयान पुरा तरिकाले गर्न सकेन होइन। यहाँ बच्चाहरू, आफ्नो बच्चाहरू लिएर आउनुभएको थियो, प्यारेन्ट्सहरू। यति शीतलो, यति आनन्द, छुट्टै के जतात्यतै पहाडले छेकेर होइन, कस्तो छुट्टै दुनियाँमा गयो जस्तो फिल हुँदो रहेछ कि यहाँ जाँदा चाहिँ। अब हात्तीको साइडबाट नि पानी आइरहेको छ, उताबाट अलिक ठुलो तरिकाले नि आइरहेको छ। म चाहिँ पिङ पनि खेलेँ है। पिङ पनि खेल्न मन लाग्यो, अलिक त डर पनि लाग्थ्यो, उता खोलातिर खस्छु कि जस्तो फिल भएको थियो। तैपनि खेलेँ। तपाईँहरू पनि यो हाम्रो यो मुङलिङ पोखराको बाटो जानु भइरहेको छ भने चाहिँ एकचोटि चाहिँ यहाँ भिजिट जसरी नै गर्नु होला, किनकि यति राम्रो छ कि यो ठाउँमा पस्नु भएन भने चाहिँ हजुरहरूलाई चाहिँ रिग्रेट चाहिँ हुनेछ है। अनि हाम्रो शुक्रचुमन सरलाई चाहिँ दिलबाटै धन्यवाद दिन चाहन्छु, किनकि उहाँले हाम्रो यो ठाउँलाई चाहिँ यति राम्रो एउटा महलहरू सजाइदिनु भयो कि अझै आउने दिनमा पनि कति के बनाउँछु भन्नुभएको छ। अझै राम्रो देख्न पाऊँ हामी। अब